यो थान नराख्ने भोलि चाहिँ थान चाहिँ चिन्डहरू नराख्ने भित्रबाट नराख्नु अरू भित्र पनि बिउ बाल्दिनु पानी चाहिन्छ गाउँघरबाट सबैको यो पानी चाहिँ पछि चाहिँ त्यसो गर्नु नि फर्काउने अरे अब खुट्टा धुन थाल्यो चिली फर्काएकै यो चाहिँ नाच्नेहरूको सिपसानी गरेको अरे
झोल झेम्टा अगाडि रे कता भित्र झुन्डाएर राख्नु पर्थ्यो दरो छ कि छैन चेक गरौँ है दरो छ दरो ढोल पनि झुन्डाउनु पर्छ ढोलहरू पनि झुन्डाउ होइन मनोज भाइ ढोल यता हाल्यो अलिअलि लाने सबैले अलिअलि पार्नुपर्छ नि यो कता किन त चिन्नु पर्यो यो साकेलाको धागो चाहिने हो धागो छल्ले चिन्नलाई बाहिर राख्ने चिन्नलाई भोलिपछि यसलाई चाहिँ के गर्नु ल लैजाउँ ल रुट्नेहरूलाई त्यही छेउतिर चाहिँ नदिउँ पर लगाएर अब तपाईँहरूको अब ठुलोलाई सानोलाई ढोक गर्दै दिँदा हुन्थ्यो भने ठुलोदेखि अस्ति पर त्यो सागेर खान्छ टिका भोलि चाहिँ लाउनु ल तपाईँले आजै लाउनु साह्रै पछि त अब यो सबै सुकेपछि त मजाले बसेर बुढापाकाले टुलीमा राखेर होइन गौली उताली गर्ने आज चाहिँ हस्पिटल भयो पानी झरी भयो हो ठ्याप्पै बसेर आनन्दले गर्ने पछि अब यो मामको बाँडिँदैन हुन्छ यो केमा खान्छ घरतिर लगेर खाँदा सबैलाई एक दिउँ न चिज मुठी मुठीमा कप एउटा हातैमा नि अब सबैलाई दिउँ एक मुठी त यो चाहिँ ठुलो पर्छ देउताको भात जतिचोटि भयो त्यतिचोटि पाउनु अब अरू पनि कार्यक्रम हुन्छ यो पनि माथि राख्नु त्यो दायाँ बायाँ हेर्नुपर्छ होला दामा सिटाइयो भोलि पनि ओल्लोको दाहिने हो कोइलाले कालो लगान हौ लगाइराख्दा चाहिँ मनोज भाइ सुनिराख्नु है यो चाहिँ नि यो सेउली छ नि मङ्सी चाहिँ यतिकै राख्नु फेरि मङ्सी उठाउँदै गरेको फेरि चेन्ज दिन मात्रै त्यसलाई बाहिर फाल्ने यसलाई एक्सचेन्ज गर्ने ल त्यसो भाइ खालिङ समुदायहरू धेरै छ होइन जस्तै अब तपाईँहरूलाई अब पितृ प्रसादहरू वाचिकाहरू लानु पऱ्यो भने होइन सरुवाहरू बाँध्दा भयो यहाँ थोरै थोरै प्रसादको रूपमा यो चाहिँ यहाँभित्र जाँड चाहिँ हुल्नु पाइयो कि यहाँ मासु मङ्स मात्रै हाल्नु पाइएन जाँड औँसी चाहिँ फेरि पाइयो फलफुल पाइयो होइन जस्तै सरुवा झारेर अब यहाँ पछि राख्नु नि केही किरातहरू केही सामग्रीहरू भेट्यो भने यहाँ गाउँघरमा खोजेर है त्यस्तो पुरानो चिजहरू अनि माथि यो यसको गजुर चाहिँ चिम्लोको राख्नु भए राम्रो हुन्छ गाँड भएको चिम्लो
गर्दैको खर्चमा त्यो आइहाल्छ नि मनोज खाना अब पात आयो बाहिर निकाल्दा हुन्छ ऊ यहाँ छौ उगाउने कुमार दाजु यो भात बोक्दिन्छ सबैले बाँड्नुपर्ने प्रसादहरू कोटे आएछ न भात बाँड्दैन सबैले सबैले भुकै नि अब भुकै नि हो प्रसाद पत्ता सधैँ कहाँ तिउनसँग खाएर बाँड्दैन अलिसाले हालिदिन्छ ठिकै ठिकै हालिदिउँ एउटा लाउनु नि भार पर्छ बाँडिदेऊ सबैले प्रसाद है यो चाहिँ घरमै लगेर भए पनि खाँदैन बाँड्दैन अनि घरमा किन लानु अनि बाँड्दिनु थप्पी थप्पी खाँदा हुन्छ एउटा लाउँदा मिठो हो नि सबै खाएपछि मिठो हुन्छ नि प्रसाद खाउँ है दाजु वाचिपा खानु है मैले मुखले हाले ढेक्या हो कसको पऱ्यो नि मिलाउन अहिले यता पर्दैन यहीँ उठाउन अहिले पछि खुट्टा गरौँ न साह्रै प्रसाद पुरा माथि नलगाई यहाँले खै कता खाएको त प्रसाद माङकोक प्रसाद दाजु यहाँ सल्लाह गरौँ न कति पुग्दैन मान्नु भएन हौ मनिका हो भात कोक खान्छ मनि मनि यो गर्न चाहिँ कहाँ
यता त आएन क्या पर्छ ग्रुपमा आउँछ होला जो माङको मिमी प्रसाद माङको प्रसाद होइन त्यति पुग्छ त कति छ नत्र यहाँ अहिले त्यही त होइन एकजनाले लगाइराख हाम्रो आउनु बाँकी मिठो भयो त थपौँ त के पो भयो आज थपी थपी खानु मिठाई खाएको कि अघि गुलियो भयो क्या मिठाईले हो गुलियो भएको पुग्यो मिठो छ नाना औ नाना मिठो छ चिनी बढी भएछ ए चिसो लिएको छ लिनु कतो कतो छ डेली परेर फुटी छ हो त्यो ल्याइदिनु न अड्केला छ हुन्छ गरौँ न यहाँ एउटा डिउ ल्याइदिनु अनि ऊ ल्याइदिनु जुन जानु अर्कै हो